गुड मर्निङ। कफीमा आएको छुट्टा छुट्टै फेरि दिएर अब आफै मिक्स गर्ने खाने अनि आजको दिनको सुरुवात चाहिँ यही कफीबाट म सुरु गर्छु। अब के बनाउँछु मैले। यो चाहिँ हाम्रो मर्निङ फुड प्लेटर हो। यो चाहिँ अर्डर आएको टेक अवेको लागि। अनि टक्क यसमा वाटरमेलन, पाइनएप्पल, अरेन्ज, स्ट्रबेरी अनि किवी, रक मेलन अनिखेरि ग्राप्स यो सबै हालेर टक्क रेडी पारेर अनि यसको स्टिकरहरू यसरी हाल्ने अनि टक्क यसरी प्याक गर्ने अनि स्टिकरहरू लगाइदिने अनि रेडी पार्ने। त्यसपछि हाम्रो यो स्यान्डविचको प्लेटर हो। अनि यसमा चाहिँ टक्क हरेक किसिमको टाइपको 4वटा भेजी 4वटा चाहिँ मिट त्यो अनुसारले मिलाएको हुन्छ। अनि यो चाहिँ हाम्रो स्यान्डविचको प्लेटर। यो सबै टेक अवे जाने हो। अनि बिहानको मर्निङको जब यो सबै सकेपछि अनि हाम्रो कुक के गर्नुपर्ने छ। अनि त्यो चिकन स्निजल टेन्डर भन्छ होइन। यसलाई चाहिँ अब कुक गर्नु पर्यो। फ्रन्टको लागि बेकन कुक गर्नु पर्यो। सबै स्यान्डविचमै युज हुन्छ। अनि यसमा उसिनेको अन्डा पनि हामीले युज गर्छौँ। सबै फ्रन्टको स्यान्डविचको लागि हो। अनि यो चाहिँ मर्निङ ड्युटी जहिले आएर बनाउनुपर्छ हामीले यस्तो कुराहरू। मेरो काम चाहिँ ब्याक कुक गर्ने हो। फ्रन्टमा चाहिँ अर्कै काम गर्ने मान्छे हुन्छ। अनि उसले चाहिँ स्यान्डविचको लागि सबै कुराहरू युज गर्ने कुराहरू सबै यहीँ आउँछ। अनि उनीहरूले चाहिँ यहाँ बनाउँछन् अनि सेल गर्ने हो।